बालेन शाह र सुनिता डङ्गोल बीच पछिल्लो 1 महिनादेखि बोलचाल नै छैन। भेटघाट त परै जाओस्। दर्शकवृन्द, आखिर किन बालेन शाह र सुनिता डङ्गोल बीच बोलचाल छैन त? आउनुहोस् यो विषयमा रहेर यहाँहरूलाई हामी पुरा जानकारी दिनेछौँ। कृपया भिडियोमा भने अन्तिमसम्म रहेर साथ दिनुहोला। बालेन शाह र सुनिता डङ्गोल एउटै कार्यालयको तल्लो पल्लो तालामा रहे पनि महिना दिनबाट देखभेट नभएको पाइएको छ। एउटै कार्यालयमा रहे पनि बालेन शाहले उपप्रमुख सुनिता डङ्गोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई नभेटेका हुन्। उनीहरू बीच प्रत्यक्ष रूपमा भेटघाट नभए पनि बैठक नबसे पनि कुनै काममा अवरोध सिर्जना नभएको सरोज गुरागाईँले बताएका छन्। मेयर बालेन शाहले 5 महिनादेखि कार्यपालिका बैठक पनि बोलाएका छैनन्। बजेटका कार्यक्रमहरू आउने बेलामा पनि महानगरमा कुनै सुरसार नभएको समेत पाइएको छ। देशका अन्य स्थानीय तहहरूले धमाधम काम गरिरहेका बेला काठमाडौँ महानगरमा भने यस विषयमा सुरसार नै नभएको हो। अघिल्लो सता महानगरकी उपमेयर डङ्गोल बैठकमा व्यस्त थिइन्। उनले पनि मेयरसँग प्रत्यक्ष भेट नभएको बताएकी थिइन्। पछिल्लो समयमा महानगरका टकराव बढ्दो क्रममा रहेको देखिन्छ। सार्वजनिक कार्यक्रममा सुनिताले बालेनलाई चुनौती दिँदै हिँड्ने गरेकी छिन्। कार्यपालिका बैठक आह्वान गर्न, बैठक राख्न, निर्णय प्रक्रिया अगाडि बढाउन उपप्रमुखको कार्यकारी भूमिका नरहेको सुनिताको भनाइ छ। बैठक बोलाउने तथा बैठकको अध्यक्षता गर्ने विषय उपप्रमुख कार्यक्षेत्र भन्दा बाहिरको कुरा रहेको उनको भनाइ छ। महानगरका एक कर्मचारीले महानगरको हकमा दैनिक 14-15 घण्टा काम गर्नुपर्ने मेयरले दैनिक 2-4 घण्टा मात्रै बसेर निस्कने गरेको बताएका छन्। महानगरमा विवादको जड भनेको काठमाडौँ टावर रहेको छ। पुस महिनादेखि महानगरका प्रमुख प्रशासकीय अधिकृत गुरागाईँ माथि काठमाडौँ टावरको प्रक्रिया नपुर्याई नक्सा पास आरोपमा विवाद उत्पन्न भएको थियो। त्यसपछि बालेनले उनलाई छानबिनमा तानेका थिए। बालेनले अर्को प्रमुख प्रशासकीय अधिकृत पठाउन भन्दै सङ्घीय सरकारलाई पत्र पठाएको थियो, तर सरकारले उनको माग अनुरूप प्रमुख प्रशासकीय अधिकृत नपठाएको हो। त्यसपछि उनले सामाजिक सञ्जाल फेसबुक मार्फत टुकुचामा गाड्ने सम्मका धम्की दिएका थिए। गुरागाईँ माथि छानबिन गर्न कार्यपालिका बैठक नै 3वटा समिति बनाएका थिए, तर गुरागाईँ माथिको आरोप पुष्टि हुन अहिलेसम्म सकेको छैन। बालेनले कुनै पनि हालतमा गुरागाईँलाई हाजिर गराउन नसकिने भन्दै उनको कार्यकक्षमा ताला लगाइदिएका थिए। यही विवाद महानगरकी उपमेयर डङ्गोल सहित जनप्रतिनिधि र कर्मचारीहरूले गुरागाईँलाई कार्यकक्षमा उपस्थित हुने वातावरण बनाएका थिए। त्यसपछि 4 महिनादेखि रोकिएको तलब निकासा भएको थियो। महानगर भित्रको द्वन्द्वभित्र बस्न नचाहेका गुरागाईँ हाल पनि महानगरमै कार्यरत छन्। महानगर स्रोतका अनुसार टावर विवाद अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्मै पुगेको छ।